लेकिन ये साला कर क्या रहा है यहाँ पे? के हो दाइ? तिमीलाई चाहिँ के भयो भाइ, किन यसरी बसेको? 6 महिना भइसक्यो काठमाडौँ आएको, जागिर नपाएर तनाव भइसक्यो। मम्मी बाबाले पनि किन जागिर गर्दैन काठमाडौँ बसेर भन्नुहुन्छ, तनाव भइसक्यो मलाई। कहाँ जाने होला कि जागिर खोज्न पनि? ए भाइ, काठमाडौँमा बसेर नि जागिर पाइँदैन रे। उठ त भाइ, त्यहाँ हेर त, जब सेन्टर देख्यौ, जाऊ त एकचोटि। हस् दाइ, म त्यहाँ पुगेर आउँछु है एकछिन। हजुर नमस्ते। हजुर नमस्ते, बस्नु न प्लिज। हजुर हजुर भन्नुहोस् त। मलाई चाहिँ जब चाहिएको थियो सर। ए जबको लागि? हजुरलाई कस्तो खालको जब चाहिएको सर? एकाउन्टेन्टको लागि हो। एकाउन्टेन्ट? हुन्छ, भइहाल्छ नि। कुन ठाउँमा चाहिएको सर? कलङ्कीमै चाहिएको थियो। कलङ्कीमै? कलङ्कीमा 3 ठाउँमा छ सर। एउटामा चाहिँ 25,000 छ। तपाईँलाई एक्सपिरियन्स छ भने 25,000 छ, एक्सपिरियन्स छैन भने चाहिँ 20,000देखि स्टार्ट छ। एउटा खुसी बजारमा छ सर, त्यो चाहिँ 15,000देखि स्टार्ट छ। एक्सपिरियन्स चाहिएको छैन उहाँलाई। एउटा अर्को चाहिँ कलङ्कीमै छ सर, पसलको लागि छ। टाइम चाहिँ बिहान 10 देखि 5 बजीसम्म छ सर। हुन्छ, तपाईँले गएर बुझ्नुभयो भने हुन्छ। अनि हजुरको चार्जेस चाहिँ कसरी लाग्छ सर? हाम्रो चार्ज भनेको चाहिँ हजुरको स्यालेरीको 25% लाग्छ। हामी 5 ठाउँसम्म हजुरलाई जब देखाउँछौँ। त्यो पनि भएन भने हजुरको पैसा नि फिर्ता हुन्छ। अब के छ, कल गरिदिउँ मैले? हस्, फोन गरिदिनु न एकछिन। हुन्छ। हेलो हजुर सर, नमस्ते। हजुर मैले एकजना पठाउँछु है त एकाउन्टेन्टको लागि हजुरकोमा। हुन्छ, हस् हस् हस्, हुन्छ, जान्छु है। हस्, नमस्ते। हस्, थ्याङ्क यू। हस्। हजुरलाई पनि खोजेको र सोचेको जस्तो जब चाहिएको छ भने हामीलाई सेवाको मौका अवश्य दिनुहोला। जब सेन्टर कलङ्की।